यतिसम्म पालो कुर्न पर्छ भनेर सोचे पनि थिइनँ। आज भने आमा लिएर हस्पिटल गएको थिएँ। बिहान जाँदा पनि यति धेरै भिड थियो कि धन्न ज्येष्ठ नागरिकको लागि भनेर टोकन लिइहाले। अरू मान्छेहरूले जसरी बुढाबुढीहरूले पालो कुरिराख्नु पर्दैन र मेरो पनि पालो एकैछिनमा आइ नै हाल्छ। मेरो पालो पनि 68 नम्बरमा परेको थियो। हेर्दा हेर्दै मेरो पनि पालो आइ नै हाल्यो। काउन्टर नेला नै बिरामीलाई के भएको छ भनेर भन्नु पर्दो रहेछ। आमालाई दम र सुगरको चेकअप गराउनु पर्ने थियो। यसको लागि भने रुम नम्बर 4 मा जानु पर्ने रहेछ। त्यहाँ गएर पनि फेरि टोकन लिनु पर्ने रहेछ। त्यो टोकन पनि लिइहाले। म जाँदाखेरिसम्म त 100 नम्बर त कटिसकेको रहेछ र हाम्रो पालो पनि 220 मा परेको थियो। त्यहाँ पनि एकछिन पालो कुरेर डाक्टरसँग आमाको चेकअप गराएर त्यहाँबाट पनि फेरि 15 नम्बरको छेउनेर बिमाको छाप लगाएर फेरि त्यही 15 नम्बरमा बिल काटेर फेरि पनि 13 नम्बर कोठामा गएर आमाको एक्सरे गराएर त्यहाँबाट पनि फेरि यो घाममा हिँड्दै हिँड्दै फेरि पनि 14 नम्बरको टोकन लिएर भित्र गएर फेरि त्यहाँ सुई लगाउनु पर्ने रहेछ। अनि फेरि खाना खाएको 2 घण्टापछि फेरि आमा लगे। 14 नम्बर कोठामा पुगेर डाक्टरले पनि खाना पछिको सुई लगाइदिइहाल्नु भयो। आमाले गर्नुपर्ने सबै चेकअपहरू गराएर अनि त्यस पछाडि त हामी अटोको चिसो हावा खाँदै घरतिर फर्क्यौँ।